दलाल पुँजीपति वर्गहरूमध्ये पनि यसलाई भन्छन् आसेपासे पुँजीवाद, क्रोनिक क्यापिटलिजम अनि ब्युरोक्रेटिक क्यापिटलिजम, यो नोकरशाही पुँजीवाद, दलाल पुँजीवाद, आसेपासे पुँजीवाद यसले गाँजेको छ। र त्यसो हुनाले सबै चिजबाट यदि हामी यो शासन प्रणालीलाई मुक्त गर्न सक्ने हो भने, यसको लोकतान्त्रिकरण गर्न सक्ने हो भने, त्यस हुनाले जनताको बहुदलीय जनवादको विचार प्रतिपादन गर्ने बेलामा मदन भण्डारीले भन्नुभएको थियो, कम्युनिस्ट पार्टीको लोकतान्त्रिकरण गर्नुहोस्, पार्टी लोकतान्त्रिक विधिबाट चलिरहेको छ कि छैन त्यसको सुनिश्चितता गर्नुहोस्, कम्युनिस्ट पार्टीभित्र बृहत छलफल बहस हुने गर्छ कि गर्दैन त्यसलाई सुनिश्चित गर्नुहोस्, सबै जनता र समाजका समस्याको बारेमा त्यहाँ गहन छलफल गर्ने कुरामा सबैले आफ्नो आफ्नो अध्ययन ज्ञान यी सबै त्यहाँ मन्थन गर्नु चाहिँ गराउन, त्यसमा विचार गर्नुहोस्। अनि उहाँले भन्नुभएको थियो दोस्रो कुरो, यो समाजको लोकतान्त्रिकरण गर्ने कुरामा ध्यान दिनुहोस्, यो समाजमा भएका जति पनि अलोकतान्त्रिक प्रवृत्ति छ यी सबैलाई हटाओस्, जनताको त्यो तल्लो हिस्सा जो अन्याय अत्याचार थिचोमिचोमा सिद्नी उडाएर बसेको छ, अपमानको थुक निलेर बसेको छ, त्यसको सिर ठाडो पारेर उभिने स्थिति बनाउनुहोस् र यो हाम्रो शासन राज्य व्यवस्था यसको पनि लोकतान्त्रिकरण गर्न लाग्नुहोस्। यी तीनटैको लोकतान्त्रिकरण गर्न सकियो भने मात्रै हुन सक्दछ। तर जनताको बीचमा जाने माध्यमहरू के छ? तपाईँ यो लोकतान्त्रिक समाजमा कसैलाई अधिकार वञ्चित गर्न सक्नुहुन्छ? जनताबाट निषेध गरिदिनुहोस् न, बन्दुकबाट निषेध गर्नुहुन्छ, कानुनबाट किन निषेध गर्नुहुन्छ? कानुन भनेको देशघाती काम गर्छ भने अनि त्यस्तो बदमासी गर्छ भने बरु सुट गरिदिनुहोस् त्यसलाई, त्यो बेग्लै कुरा भयो। तर सङ्घ संस्था विचारको आधारमा बन्छन् र विचारको आधारमा सङ्गठनको निर्माण हुन्छ, धेरै जनताले मन पराउने विचार, त्यो विचारलाई बोक्ने सङ्गठन लोकप्रिय हुन्छ। तर आज हामीले देख्यौँ यत्रो बहुमत प्राप्त गरेको कम्युनिस्ट पार्टी नेकपा एमाले 121 ठाउँबाट सिटबाट घट्दा 83 मा पुगेको छ। अझै कति घट्ने हो ठेगान छैन। जसले आफ्नो घर सम्हाल्न सक्दैन, जसले पार्टीलाई व्यवस्थित गर्न सक्दैन, पार्टीको अन्तर्विरोधको ठिक पहिचान गर्न सक्दैन, अनि त्यसले समाजको अन्तर्विरोधको के समाधान गर्न सक्छ? त्यसो भए पार्टीको अन्तर्विरोधको मूल कारण के हो खोजी गर्नुहोस्। यो अन्तर्विरोध पदको लडाईँ होइन, यो पद र प्रतिष्ठाको लडाईँ होइन, यो इगोको लडाईँ पनि होइन, यो वैचारिक मान्यताहरू बीचको यो अनि यहाँ देखा परेका वैचारिक विचलनको विशेषमा जोडिएको कुराको अन्तर्विरोध हो। यहाँ हाम्रो पार्टीभित्र देखा परेका अनेक खालका विकृति विसङ्गतिहरू छन्, नीति विचार विधि र आचरणसँग जोडिएको विशेषणको अन्तर्विरोध हो। यसको ठिक पहिचान गर्नुहोस् र आपसी अविश्वासको एउटा पक्ष पनि आएको छ, किनभने हाम्रो व्यवहारले यति ठुलो खाडल पैदा गरेको छ, दूरी पैदा गरेको छ, अविश्वास पैदा गरेको छ र एक तथ्य प्रमाणहरू सामुन्नेमा छन्। त्यस हुनाले ती सबैको गहिरो चिरफार गर्नु समय धेरै भइसकेको छ। अस्ति साउन 3 गतेका दिनमा अर्को ठुलो षड्यन्त्र हुनेवाला छ। यत्रो हुँदा खाँदाको संसद पटक पटक भङ्ग गरियो। यो नेपालको इतिहासमा त आफैमा पनि अनुपम त छँदैछ, संसारमा पनि बिरलै यस्तो पाइन्छ। एउटा प्रधानमन्त्रीले एउटा संसदलाई एकचोटि सिद्ध्याएको छ, सकेन फेरि सिद्ध्याएको छ, फेरि सिद्ध्याएको छ, अनि फेरि त्यो विरुद्धखेरि नैतिक दायित्व बोक्दा पनि बोक्दैन। अनि त्यो 77 साल पुस 5 गते गरेको विघटन मेरो जायज थियो भने पुष्टि गर्नका लागि फेरि साउन 3 गतेको दिनमा गम्भीर षड्यन्त्र भएको थियो। जसरी पनि शेरबहादुरको सरकारले विश्वासको मत नपाओस्, नपाइसकेपछि विघटन गरेका सबै मेरा कदमहरू ठिक थिए, दूरदर्शी राजनेता मै हुँ भनेर डङ्का बजाउने सोचलाई हामीले असफल बनाएका छौँ। संसदलाई जोगाइदिएका छौँ, व्यवस्थापिकाको रक्षा गरेका छौँ, संविधानको रक्षा गरेका छौँ, कार्यपालिकाको रक्षा गरेका छौँ, न्यायपालिकाको गरिमाको रक्षा गरेका छौँ। त्यो बहुत जायज काम गरेका छौँ, न्यायोचित काम गरेका छौँ, संविधान सम्मत काम गरेका छौँ।
र यस्तो काममा हामीलाई गौरव छ। बरु यसलाई सिद्ध्याउन खोज्ने गलत प्रवृत्तिहरू त्यसलाई हामीले सुधार्नुपर्ने जरुरी छ। म ती सबै 22 जना म सँगसँगै मेरो पार्टीसँग जोडिएका ती सबै योद्धाहरूलाई म विशेष अभिवादन गर्न चाहन्छु। सलाम सलाम। ती बाँकी 11 जना 22 होइन 23 कमलजेन खनाल सहित अनि अरू बाँकी 11 जना जो त्यहाँ उपस्थित हुनु भएर उहाँलाई पनि म सलाम अभिवादन गर्छु। कम से कम विपक्षमा भोट खसाल्नु भएर उहाँलाई पनि म अभिवादन गर्न चाहन्छु। र त्यो बाँकी 83 मध्ये पनि मनै नलागेर अनुशासनको प्राविधिक कुरा सोचेर के पो होला पुरानो संगत भएर ठानेर नेताले पो के गर्लान् भनेर डर भएर अनि त्यसपछि बाध्य भएर जानेहरूलाई पनि त्यही उहाँहरूप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु। र सिङ्गो संसदमा भएका सबै राजनीतिक दलहरू र सबै सांसदहरूलाई पनि विशेष धन्यवाद दिँदै यसरी लोकतन्त्रको रक्षाको निम्ति संविधानको रक्षाको निम्ति अनि त्यसपछि यो परिवर्तनको रक्षा गर्नका निम्ति र यो मुलुकलाई गम्भीर सङ्कटमा पुनबाट जोगाउनका निम्ति जसरी सबै राजनीतिक दलहरू नागरिक समाज मिडिया कर्मीहरूदेखि लिएर सबै लब्ध प्रतिष्ठित बुद्धिजीवीदेखि लिएर जसले यो सहयोग गर्नुभएको छ आन्दोलनमा होस् विचारबाट होस् हामीलाई अभिप्रेरित होस् यी भूमिका निर्वाह गर्ने सबैप्रति